म बजार जाँदैछु हिँडेर आखिरी के कामको लागि। नमस्कार साथीहरू, आजको मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। म हापुरे बजारमा केही सानो सानो काम छ, त्यसैले म बजार जान लागे। मलाई करिब 35 मिनट जति हिँडेर जानै लाग्छ र म मजासँग हिँडेरै जान सक्छु। र एक बाटोमा एउटा मन्दिर भेटिन्छ, एकदमै सुन्दर मन्दिर। त्यसपछि म त्यहाँ पनि दर्शन गर्छु र एकछिन त्यसपछि म त्यहाँबाट पनि लाग्छु। खेतहरूमा गहुँ पाकिसकेका रहेछन्, तर आज पानी पर्ला जस्तो पनि गरेको हुन्छ र म त्यहाँबाट पनि हिँड्छु। त्यसपछि हिँडिसकेपछि बजार पुगिसकेपछि फोटो खिच्नतिर लाग्छु र फोटो खिचिसकेपछि उहाँले चाहिँ धुलाउँदै हुनुहुन्छ भने म मजासँग भिडियो खिच्दैछु। त्यसपछि म आफूले केही डकुमेन्टहरू पनि फोटोकपी गरिरहेको हुन्छु। त्यसपछि बाहिर निक्लेपछि त एकदमै धेरै पानी आउँछ। पानी आइसकेपछि मैले कपाल काट्ने भनेको थिएँ, तर पनि आज काट्ने चाहिँ असफल नै रह्यो। अब घर जानुपर्ने हुन्छ, किनकि पानी आइरहेको छ। पानी आएपछि त चुत्रुकै भिजाउने भयो। त्यही भएर अटो पक्रिन्छु र अटो पनि आइसकेको हुन्छ र अटोमा हिँड्छु। अटोमा आइसकेपछि त म घर पनि पुग्छु। घर पुगिसकेपछि अलिअलि मलाई भिजाएको हुन्छ। बाटोमा हिँड्ने बेला त्यति बेला मैले चाउचाउ ल्याएको हुन्छु। घर जुन भिजेको छ अलि भए पनि तातो तातो सुप खानको लागि। त्यसपछि म सुप खानतिर लाग्छु। त्यसपछि आमाले पकाउनु भएको हुन्छ र म भने चाउचाउ खान तयार हुन्छु र म खाँदै हुन्छु। अलि हल्का हल्का पोलिरहेको हुन्छ भने जिउ पनि हल्का चिसो महसुस रहिरहेको हुन्छ। आजको मिनी भ्लग तपाईँलाई कस्तो लाग्यो कृपया सल्लाह सुझाव दिन नभुल्नुहोला। साथसाथै पहिलोचोटि हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी जोडिन नभुल्नुहोला। धन्यवाद सबैजनालाई।